जुत्ताको कारखानाको पनि मेसिन आउटडेटेड भएको मेसिन, पुरानो भइसकेको मेसिनलाई के गरेको बेच्यो। पहिला मलाई याद छ बेचिकामा पढ्न जाँदा त्यो बसको अगाडि तपाईहरुतिर एउटा यसरी ह्यान्डल हालेर यसरी गडक गडक गरेर गाडी स्टार्ट गर्थ्यो। तपाईहरु सम्झिनुस् त दोलखातिर त जान्थ्यो यसरी स्टार्ट गर्यो। अहिले त्यसको ठाउँमा यसरी थिच्ने आयो। मोटरसाइकल खुट्टाले गरेर हाँकेको मलाई अस्ति भर्खर सम्झना छ। झापामा कुदाउँदा यसरी खुट्टाले हान्नु पर्छ, अहिले स्टार्ट गर्ने। त्यो पुरानो मेसिनहरु हुँदै गइसकेपछि त्यो आउटडेटेड भइसकेपछि के हुन्छ, त्यसलाई चेन्ज गरिन्छ। बाँसबारीको माटो दिन्छ, त्यो माटोमा हिजो जुत्ता सिलाउँथ्यो सरकारले, आज मान्छेको मुटु सिलाउँछ। जबै एउटा मेसिन बेचेको कुरा हो, त्यो मेसिन बेचेको चाहिँ मधेसमा लगेर कसैले चलाउन खोज्यो, चलेन। तर मिडियाका साथीहरू तपाईहरुले आज खोजेर निकाल्नुहोस्, नेपालमा अहिले सरकारले जुत्ता उद्योग चलाउँदा एउटा जुत्ता उद्योग थियो, आज सरकारले चलाउँदा 1000 भन्दा बढी जुत्ता उद्योग निजी क्षेत्रले चलाउँछ। लाखभन्दा बढी श्रमिकहरूले जुत्ता उद्योगमा काम गर्नुहुन्छ। करोडभन्दा नेपालमा 12 करोड भन्दा बढी प्रति जुत्ता उत्पादन हुन्छ र नेपालमा प्रयोग भइसकेको जुत्ता नेपालमा प्रयोग गर्ने बाहेक बाहिर पनि सप्लाई हुन्छ। अरब भन्दा नेपालको चाहिँ जुत्ता उद्योग कम्पनीहरूले सरकारलाई अरबौं रुपैयाँ चाहिँ राजस्व तिर्ने गरेका छन्। यो यथार्थ हो। त्यसैले नेपाली कांग्रेस पार्टीमाथि लगाइएका कतिपय कुराहरूलाई पनि हामीले स्पष्ट गर्दै जानुहोस्। कतिपय उद्योग फेरि हो, जस्तो म ब्रिगेडी काँच कारखाना भन्छु, त्यसलाई किन त्यो दुर्दशामा हाम्रै कारखाना जो गल्ती गरेका छ त्यसलाई रियलाइज पनि हामी गर्छौँ। तर जुन कुरोमा हामीलाई त्यतिकै आरोप लगाइन्छ त्यसलाई तथ्यपूर्ण ढङ्गले फेरि हामी स्पष्ट गरेर पनि जान्छौँ। सिधा सिधी भन्नुहोस् त, गाउँमा बाटो पुर्याउने काम सरकारको हो कि निजी क्षेत्रको? सरकारको। गाउँमा जुत्ता पुर्याउने काम सरकारको कि निजी क्षेत्र? सरकारको हो, निजी क्षेत्र। काम कसले के गर्ने भन्ने स्पष्ट हुनुपर्छ। सरकारले गर्ने काम भनेको बाटो बनाउने हो, निजी क्षेत्रले भनेको त्यो बाटोमा गाडी बनाउने। अथवा सरकारको काम गाउँमा बाटो पुर्याउने हो, निजी क्षेत्रको काम बाटोमा हिँड्ने मान्छेको जुत्ता बनाउने हो, पुर्याउने। यो सिम्पल कुरालाई हामीले बुझाउन नागरिक पङ्क्ति बन्न सक्दा कांग्रेसले बेचेर खाएर सकौ भन्ने खालको आरोप लाग्यो। हामी बोलेनौँ नि त, नबोलेपछि भयो। एउटा बेसुरमा बोलेको थियो, बाँकी सबैले बोल्न अगाडि सोच्नु पर्ने भयो। बुरुरुरु श्रद्धाञ्जली आउँछ, हार्दिक श्रद्धाञ्जली। त्यसकारणले गर्दा म तपाईहरुलाई आग्रह गर्छु, कांग्रेस भएर शिर निभ्राउनु पर्ने जस्तो अवस्था हाम्रो केही छैन। हामीले नागरिक पङ्क्तिको लागि, देशका लागि गर्ने कर्म गरेका थियौँ। अब आजको मितिमा आइपुग्दै गर्दा हामी जेनजी मुभमेन्टले उठाएको मुद्दालाई पनि हामी बोल्छौँ। यो देशमा 7 सालको क्रान्तिले स्वतन्त्रता दियो, 46 सालले प्रजातन्त्र दियो, बीपी 15 सालमा प्रधानमन्त्री 15 सालको चुनावपछि प्रधानमन्त्री भएको बेला देशले समावेशिताको जग हाल्यो, सबै समुदायलाई गाँसेर मन्त्रीमण्डल बनाएर सुरु भयो। 46 मा गणेश माझीको नेतृत्वमा देशले प्रजातन्त्र पायो। 62-63 मा आइपुग्दै गर्दा हिंसाबाट शान्ति पायो। सम्झिनुहोस् त, एकैछिन हामीलाई आलोचना गरेर नयाँ भनौँ पुराना भनौँ साथीहरू रामेछापको गाउँमा चाहिँ जाँदै गर्दाखेरि दिउँसो कार्यक्रममा गए बापत बेलुका मारिन्छ कोही रामेछापमा। रामेछापमा आरोन परिवार सम्झिनुहोस्, थुप्रै साथीहरू कांग्रेसको 4 तारे झण्डा बोकेका साथीहरू सम्झिनुहोस् त, आजको दिनमा सम्झिनुपर्छ। तर यो निर्वाचनमा चुनावमा कांग्रेसको प्रचारमा हिँडे बापत या कांग्रेसको विरुद्धमा अर्को उम्मेदवार बोकेर हिँडे बापत कसैले रामेछापको बाटोमा मारिनु पर्दैन। त्यो कसले बनायो? कांग्रेसले बनायो। संविधान अरूको नेतृत्वमा बन्न नसक्दा कसले नेतृत्वमा लियो? एउटा भीष्म पितामह जस्तो सुशील कोइरालाको नेतृत्वमा लियो। त्यो संविधानमा संघीयतालाई अङ्कन कसले गर्यो? गिरिजाप्रसाद कोइरालाले सहमति गर्नुभयो, सुशील कोइरालाको नेतृत्वमा अङ्कन भयो, संविधानमा लेखियो। शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन पहिलोचोटि प्रदेशहरू बन्दै गर्दा 74 को निर्वाचनबाट संस्थापन भयो। त्यसैले आजको मितिमा आउँदै गर्दा 7 सालले स्वतन्त्रता दिएको देशलाई, 46 ले प्रजातन्त्र दिएको देशलाई, 62-63 को आन्दोलनले शान्ति र गणतन्त्र दिएको देशलाई जेनजीको विद्रोहले एउटा सुशासनको मुद्दा जबरजस्त ढङ्गले बोकाएको छ। एउटा गरिब राष्ट्रको नागरिक 40 डिग्री सेल्सियसको तापक्रममा कहीँ कतारमा काम गरिरहँदै गर्दा बेलुका उसले समाचार सुन्दा मेरो देशको ठुलाबडा फलानाहरूले चाहिँ के भने यो केसमा यति खाएर भन्ने सुन्दै गर्दा उसलाई कसरी खुसी हुन्छ? त्यसैले नागरिक पङ्क्तिमा असन्तुष्टि थियो। कसैले के भन्छन् अहिले भन्दै गर्दाखेरि भदौ 23 को मात्रै कुरा गर्छ, कसैले भदौ 24 को मात्रै कुरा गर्छ। प्रधानमन्त्रीका उम्मेदवारहरू थुप्रै हुनुहुन्छ, कोही भदौ 23 वाला हुनुहुन्छ, कोही भदौ 24 वाला। नेपाली कांग्रेस पार्टीको प्रधानमन्त्री उम्मेदवार माघ 1 वाला हो।
सारा विषयलाई डकुमेन्टमा लिएर रियलाइज गरेर क्षमा मागेर आफूलाई बदलेर पार्टीलाई जबरजस्त ढङ्गले एउटा नयाँ युगमा लिएर गएर फेरि सबैलाई गाँसेर पार्टीभित्रका यो तरिका सबैलाई गाँसेर मैदानमा लिएर जाँदै गरेको काङ्ग्रेस र त्यो काङ्ग्रेसको प्रधानमन्त्रीको उम्मेदवार अब नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि हो। त्यसैले नेपाली काङ्ग्रेस पार्टीले अहिले त्यो सुशासनको मुद्दालाई पोख्दै गर्दाखेरि यो तीनटा मुद्दा खास गरी मिडियाको सामुन्ने भन्दा पनि म तीनटा मुद्दालाई सूत्रीकरण गरेर टुङ्ग्याउन चाहन्छु। सद्भाव, सुशासन र समन्वय। आज समाजमा सबभन्दा बढी सद्भाव जरुरी छ। हामी कसले जितौँला आफ्नो ठाउँमा छ, जित्ने हामी चलिरहन्छ। रामेछाप त हामी जित्दैछौँ। यतिको गणेशमान भन्न मिल्ने व्यक्तित्व त्यो भूगोलको लागि जिन्दगी यतिको उमेरमा आइपुग्दै गर्दा कुनै दाग नलागेको व्यक्तित्व हामी चाहे सभापति गगन थापाले होस् चाहे मैले अरू कसैले पनि श्रद्धा गरेर चाहिँ रामचन्द्र दाई भनेर श्रद्धा गर्ने व्यक्तित्व आज रामेछापका साथीहरूले उम्मेदवार पाउँदै गर्दाखेरि कसैले पनि कुनै पनि केही अल्मौ कहीँ कतै मनमा केही छ, गुनासो छ, दुखेसो छ भने सब तिलाञ्जली दिनुहोस् आज र सोच्नुहोस् रामचन्द्र दाई विजयी भएको क्षण रामेछापको प्रत्येक अनुवाद प्रत्येकको शिर उच्च भयो। संसदमा उभिएर उहाँले बोल्दै गर्दा नैतिकता र आदर्शको कुरा गर्नु होला के मनै मन्त्री बनाउला अहिले बनाउला भन्ने खालको लोभ गरेर कैयौँले सोचे होला। तर रामचन्द्र दाईले त्यहाँ बोल्दै गर्दा यो देशलाई नैतिक आदर्शको कुरा दिनुहुन्छ। त्यो रामेछापको माटोको तर्फबाट दिनुहुन्छ। तर समाज कस्तो छ भने त्यो आदर्श संस्कार संस्कृतिको कुरासँगै समाजमा एउटाले अर्कोलाई नपचाउने संस्कृति छ, एउटाले अर्कोलाई दुश्मन देख्ने संस्कृति छ। आज हरेक मान्छे हरेकसँग रिसाएको छ। को मान्छे किन कोसँग रिसाएको छ थाहा छैन। बिहान उठिसक्दा एउटाकै ऊर्जा भन्दा पनि अहिले समाजमा चाहिँ निराशा छ, असन्तुष्टि छ, गुनासो छ। यो सब कुरालाई चिरेर एउटा दलले अर्को दललाई प्रेम गर्न सक्ने बनाउनुहुन्छ। त्यसैले चुनावको मैदानमा जाँदै गर्दा नेपाली काङ्ग्रेस पार्टीको निर्वाचन परिचालन निर्देशिका अब सर्कुलरको रूपमा जाँदैछ। त्यसमा लेखिएको हुन्छ, त्यसलाई तपाईँहरू पालन गरिदिनु होला। काङ्ग्रेसले देशका लागि के गर्यो हामीले त्यो राख्ने। मैले यत्रो बेर बोलेँ, आधी घन्टा करिबन पुग्न लाग्यो, म टुङ्ग्याउनतर्फ लागेँ। यत्रो बेर बोल्दै गर्दा मैले फलानु दलको कुनै दलको नाम लिएर कसैलाई गाली गरेको तपाईँले सुन्नु। अब काङ्ग्रेसको यो संस्कृति बनाउने हामी चुनावमा जाँदा हाम्रो कुरा राख्ने, हामीलाई गरेको आरोपहरूलाई स्पष्ट गरेर राख्ने, यो समाजलाई गाँस्नेतर्फ लाग्ने। नेपाली काङ्ग्रेस पार्टीको कुनै साथीले मञ्चमा उभिएर उत्तेजक अभिव्यक्ति दिने होइन। एउटा कुरो नबिर्सिनु होला, ठुलो आवाज चर्को आवाज बम विस्फोटनको हुन्छ, विचारको प्रस्फुटन मधुर हुन्छ। नेपाली काङ्ग्रेस पार्टी त्यो मधुरताको प्रतिनिधि हो, त्यो नम्रताको प्रतिनिधि, त्यो समन्वयको प्रतिनिधि, सबैलाई गाँसेर समाजमा सद्भाव स्थापित गर्ने हाम्रो जिम्मेवारी हो। त्यसैले यदि मिडियाको साथीले लेख्नुहुन्छ, कसैले सोध्नुहुन्छ भने काङ्ग्रेसको यो निर्वाचनमा सबैभन्दा पहिलो मुद्दा के हो भनेर भन्यो भने यो समाजमा चाहिँ टुट्दै गरेको प्रेमलाई चाहिँ गाँस्ने भन्ने हो, सद्भावलाई गाँस्ने भन्ने हो। द्वन्द्वको कारणले गर्दै गर्दा पछिल्लो विद्रोहमा पुग्दै गर्दा मान्छेको घर चलेको मात्रै होइन, 74-75 जना होनहार व्यक्तिहरूको जीवन गुमेको थियो, आमाहरूको काख दिएको मात्रै होइन, मान्छेको मन चलेको छ, विश्वास चलेको छ। त्यसैले मैले लेख्दै गर्दाखेरि पनि भोलि 16 गते सार्वजनिक हुन्छ राजु लामाको स्वरमा मैले लेखेको शब्द र मैले गरेको सङ्गीतको मन जले मनैले सिउँला, धन जले अभावमा जिउँला, तन जले अर्को जन्म लिउँला, तर तन मन धनभन्दा माथि तिम्रो मेरो विश्वास जले भनेर त्यो गीतमा उल्लेख गरेको छु। आज काङ्ग्रेसको कर्तव्य त्यो विश्वास गाँस्ने। समाजमा विश्वास भएन भने, एउटा मान्छेलाई जिन्दगीप्रति विश्वास भएन भने ऊ कसरी अगाडि बढ्छ? एउटा दलसँग विश्वास भएन, एउटा राष्ट्रसँग विश्वास भएन कसरी